भएको हुनाले श्रम अभियानको राष्ट्रिय गान पनि गाउनेछौँ। त्यस पछाडि हामी 1 मिनेट उर्लाबारी नगरपालिका 1 वडा कार्यालयको आर्थिक सहयोग तथा श्रम संस्कृति पार्टीको पहलमा मोरङको उर्लाबारी नगरपालिका 1 निवासी अशक्त मदन धिमालका लागि निर्माण गरिएको नयाँ घर शनिबार एक विशेष कार्यक्रम बीच हस्तान्तरण गरिएको छ। सम्मानका साथ उठेर आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। मेरा सबैलाई नमस्कार गर्नुहोला। मदन धिमाल उहाँ नै हो। पार्टीको श्रम अभियन्ता लगायत सञ्चारकर्मी बहिनी सम्झना राईको पहलमा उर्लाबारी नगरपालिका 1 का वडा अध्यक्ष तिलक पाण्डे प्रमुख अतिथि तथा श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति पाखरिन विशिष्ट अतिथिका रूपमा सहभागी भएको कार्यक्रममा संयुक्त रूपमा घर उद्घाटन गरी मदन धिमाललाई हस्तान्तरण गरिएको हो। घर निर्माणका लागि उर्लाबारी नगरपालिका 1 वडा कार्यालयबाट रु 1 लाख आर्थिक सहयोग प्राप्त भएको थियो भने अन्य दाताहरूबाट रु 57,708 सङ्कलन गरिएको थियो। निर्माण कार्यमा श्रम संस्कृति पार्टीका नेता कार्यकर्ता तथा समर्थकहरूले निरन्तर श्रमदान गर्दै घर निर्माण सम्पन्न गरेका थिए। घर निर्माण अभियानकी निर्माण संयोजक पत्रकार सम्झना राईले सहयोग रकम सङ्कलनदेखि निर्माण कार्यको समन्वय र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कार्यक्रमका प्रवक्ताले उल्लेख गरे। अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष तिलक पाण्डेले आर्थिक रूपमा कमजोर तथा आवासविहीन नागरिकका लागि आगामी दिनमा पनि वडा कार्यालय आवश्यक सहयोग गर्दै सुरक्षित आवास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामाजिक सञ्जालबाट आफ्नो व्यवस्था पत्रकारिताको मार्फतबाट संयोजन गर्नुहुने विशेष गरी सम्झना बहिनी र सम्पूर्ण पत्रकार साथीहरू र यो आजको कार्यक्रमलाई सफल पार्न वाद्यवादन र कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य उर्लाबारी नगर अध्यक्ष चन्द्र धिमाल, नगर सचिव नारायण चामलिङ राई, पूर्व जनप्रतिनिधि सोम तिमसिना, पत्रकार पार्टीका समर्थक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले श्रमदान, सामाजिक सहकार्य र समुदायको एकताबाट सम्पन्न भएको यस अभियानले विपन्न तथा अशक्त नागरिकको जीवनस्तर सुधारमा सकारात्मक सन्देश दिएको बताएका छन्। प्रवेश गर्दिनुहोला। अतिथिहरू सँगै प्रवेश गर्नुहोला। सँगै प्रवेश गर्नुहोला। प्रमुख अतिथि, विशिष्ट अतिथि, सभाध्यक्ष सबैजनाले प्रवेश गरिदिनुहोला र चाबी पनि खोल्नुहोला। चाबी पनि खोल्नुहोला। मदन धिमाल अब यो चाबी ग्रहण गरिदिनुहोला। चाबी भित्र प्रवेश गरेर सबै Thank you.